गुड मर्निङ सबैजनालाई है त वेलकम ब्याक टु माई च्यानल। म फेरि मुखै नदेखिन भिडियो अन गरेको किन भन्दाखेरि टोइलेट ब्याग छ काठमाडौँको सबैभन्दा भाडामा बस्ने सबैभन्दा प्रब्लम यस्तो गाह्रो छ नि होइन। टाइम भइसक्यो तर पनि टोइलेट लगाइराखेँ गाह्रो छ यार। गइरहेको हो यस 1.5 वर्षपछि भेटियो होइन हामी। म 1.5 वर्षपछि टक्क लङ भिडियो हालिदिएको सो टेन्सन नगरिकन चिलमा हेर्दै होइन। फेरि कति बिहारीले नचिन्नु होला नि म फेरि कपाल पालेको अहिले कपाल छ तेल त लाउनु पर्यो। मैले चाहिँ यो बदामको तेल लगाएको होइन भ्याकेन्सी देखाउन मिलेन अनि जे सब ब्लग हाल्नुपर्ने हुन्छ है त हेरिदिनु होला। कपाल काहीँमा चाहिँ गर्ने होइन तर तेल चाहिँ लगाउने हो क्या लट्टा पर्दैन रहेछ। यस्तो छ मेरो कपाल चाहिँ लामो छ मैले आजभोलि एउटा चिज लाउनु थालेको यस 1 हप्ता जस्तो है। के भन्नु भने सनस्क्रिम है त यो पपायाको सनस्क्रिम लाग्नु थालेको किन भन्दाखेरि म लास्ट कालो हुन थालिन्छ होइन। अब ऐना हेरेर हिरो भएर जानुपर्छ नि कसैले हेरेर नि केटा हो कसरी लाउँछ नि मैले लाउँदा नि आउँदैन यार। कस्तो धेरै निकालेछ गाईहरू चाहिँ सनस्क्रिम चाहिँ लाउनु पर्दो रहेछ क्या यो अनुहार डढ्दो रहेछ त्यही भएर मैले लाउनु थालेको चाहिँ म घाममा हिँड्ने नि त अनि त्यही भएर मलाई त गाईहरू ल यस्तो देखिए म जो सनस्क्रिम चाहिँ लगायो भने चाहिँ यो अनुहार चाहिँ डढेको वाला उस हुँदो रहेछ कि त्यही हो गाइजहरू। ल म जुत्ता लाउँछु रुमको हालत एकदम नराम्रो छ होइन नदेखा अब बाहिर गएर बोल्नुपर्छ है त। म जुत्ता लाउँछु मेरो लागि यहाँ पैसा राखिदिरहेछ नानीले होइन। एउटा कुरो हाल्नै बिर्सेको नि त अनि गेस वाट गर्मीमा सेन त हाल्नै पर्यो होइन। सेन त हाल्नै पर्यो फेरि धेरै महँगो हाल्दैन है मैले 100 वाला सेन लाउँछु यस्तो फेरि मलाई त यस्तो मनपर्छ यसको फ्लेभर। बरु टाइम चाहिँ कति भयो भन्ने कुरो भयो कि यहाँ समस्याको घडी 6 दिन भइसक्यो त हो ढिलोमा ल केटाकेटीको म निस्किएँ त। यो बाटो चाहिँ पिच भइसक्यो है 1-2 वर्ष अस्ति नै हुँदाखेरि पिच थिएन पिच भइसक्यो। यतातिर 4 को गाडी भक्कै आउँदैछ त 1924 को 4 फाल्नलाई
अनि के छ गाइजहरुको हाल खबर ठिक छ कि सन्चै हुनुहुन्छ कि म जस्तै के गरौँ भनेर सोच्नु भने आउनु युट्युब सुरु गर्नुपर्छ अब टेन्सन नगरिकन अब चाहिँ के हुनुपर्छ अब चाहिँ इनर्जी जोसुकै के भन्न सक्ने मतलब भएन क्या ट्याक साउन्ड क्वालिटी चाहिँ भोलिबाट बाइक हाल्छु है म आज चाहिँ अलिकति गाह्रो हुने भयो ल गाइजहरु म रोडमा आइपुगेँ फेरि हान्दिन नि बेच छैन कि त्यही भएर हेर्ला भरे त फोन भन्दा नि कल्ल गाइजहरु एकछिन आजभोलि त मलाई किन कलेज जानु नि यस्तो झ्याउराउँछ कि माया चाहिँ हाम्रो दाइहरूले चिट काटिराख्नु भएको रहेछ ठिक छ यतिको जाँगर चाहिँ हुनु पऱ्यो बिहान बिहान हान्देला जस्तो गरेर छिट्टै आउँछ क्या अब फेरि यस्तो प्याक हुन्छ बस यार बिहान बिहान कुरै नगर क्या यस्तो प्याक हुन्छ वाइ ल बसाए गाइजहरु ल म चढेर कलेज गएर बनाउँछु है त म गएँ बसमा चढेँ है त अब कलेज गएर भेट्नुपर्छ ल केटाकेटी अब कलेज आइसक्यो त जे होस् तिम्रो कलेजमा लिफ्ट छ तर प्याक हुन्छ क्या म त हिँडेर जान्छु बिहान बिहान एक्सर्साइज हुन्छ नि त हामी फेरि अहिले झन् माथि हो कि एउटा झडान थप्यो नि त मैले भन्थेँ नि त अस्ति नै थपिसक्यो लिफ्ट सिफ्ट हालेर कडा एकदम बिहान बिहान कलेजमा यत्तिको सिन भएपछि कलेज आउनु मन लाग्छ कि मन लाग्दैन ल मलाई भयो त दोस्त भयो त यत्तिको भाइसे যায় क्या कलेज आउनलाई केटा बुझेन केटाहरू यार कत्रो महँगो गिटार किन्न सक्दैन आफू एउटा फोन किन्न सकेन गोप्रो किन्न सकेन हेर गाइजहरु सर आइसक्नु भयो त हाम्रो सर चाहिँ त के हेर्दैन नि जस हाम्रो कलेजमा स्मार्ट बोर्ड सोर्ड छ है फेन छ फेन लगाउँछु है त म हेर अनि कहाँ सर पढाउनु हिँड्नु भएको त अनि कहाँ पढाउनु सर पढाउने त्यो पनि फेरि गाइजहरु हाम्रो क्लास चाहिँ यस्तो रमाइलो हुन्छ है त होइन सर लट्टा परेर के छ दाइ ल कडा बस चढ्यो है त अब रुम गएर खाना खाएर हिँड्नु पर्ने हुन्छ अफिसतिर गाइजहरु हैन म कलेजबाट आइसकेँ तर कोही बल्ल उठ्दैन आमा अल्छी कति अल्छी हुने मान्छेहरू उठ्नुस् त भन्नु होला जस्तो सकिएन बा यो ब्याचलर सकेर बसेकाहरूले त सकिएन क्यार नि लौ न गाइजहरु ल है त भिडियो आज अलिकति के भयो भन्दा अलिकति छोटो टाइपकै भयो जस्तो लाग्यो मलाई कलेज पनि खासै धेरै बनाएन मैले
यसको अफिसतिर गएर बनाउँछु भने चाहिँ अफिसमा आज म बिजी भएँ अलिकति, त्यही भएर अलिकति बनाउन भ्याइनँ है त। सो भोलि बनाउँछु, अफिसमा नि म देखाउँछु मैले कहाँ काम गर्ने हो, के काम गर्छु है त, सबै रिभिल गर्छु। सो आजको लागि चाहिँ यति नै गरौँ है त। र सबैजनाले चाहिँ लाइक सेयर सब्सक्राइब गरिदिनु होला च्यानललाई चाहिँ। र त्यही हो, केही कमी कमजोरी छ भने चाहिँ भनिदिनु होला होइन, म सुधार्ने छु। र त्यही हो, सबैजनालाई गुड नाइट। र भिडियो चाहिँ कति बेला हाल्दा ठिक होला यसो टाइम दिनु भयो भने चाहिँ हजुरहरूले, त्यसमा चाहिँ सधैँ त्यही टाइममा चाहिँ हाल्ने गर्छु है त। सो त्यही हो, बाई, गुड नाइट। अलिक गर्मी छ, अलिक धेरै पानी खानु होला होइन, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। धन्यवाद, बाई, सी यू इन नेक्स्ट भिडियो, बाई।